नराम्रै भनौँ न यो अलिक खेतालोको क्रममा चाहिँ। हेलो साथीहरू, सम्पूर्णमा नमस्ते नमस्कार है मेरो तर्फबाट। आज चाहिँ विशेष हाम्रो गाउँको सबैभन्दा अन्तिम धान रोपाई कार्यक्रम छ आजको खेतालो। यो खेतालोको क्रममा चाहिँ म के भन्न चाहन्छु भने हाम्रो गाउँमा चाहिँ एकदमै नराम्रै भनौँ न यो अलिक खेतालोको क्रममा चाहिँ यो बिहानको खेतालो बोलाइयो भने तपाईँको चाहिँ नै 8 साढे 8 त्यस्तोमा आउने चलन रहेछ। प्रायः गाउँमा नबसेको कारणले खासै खेतालोको नियम चाहिँ थाहा थिएन। कहिलेकाहीँ घुमि आउँछु र यसो हेर्दाखेरि एकदमै खेतालो चाहिँ ढिलो आउने प्रविधि रहेछ मेरो गाउँमै होइन। तपाईँहरूको गाउँमा के कस्तो छ? र अहिले ठ्याक्कै 6:55 भएको छ। म यहाँ मेरो गोरहरू लिएर आइसकेको छु होइन। तर यहाँ केही पनि छैन, मान्छेको नाममा हाम्रो खेत धनी दाई हुनुहुन्छ र मेरो 2टा गोरहरू यति छौँ हामी। र बाँकी कुरा यो चाहिँ हाम्रो जोरगोठा भनेर परिचित हाम्रो खेत हो यो चाहिँ। तर अहिले यो जनशक्तिको अभावले गर्दाखेरि खासै यो रोप्न छोडिएको छ। यो बिचमा अलिकति बाँझो छ र यो अलिकति उतापट्टि सबै रोपिरहनु भएको छ हाम्रो सम्धिले। र बाँकी यता सबै यो देखिएको तलतिर पनि पहिलाको खेतै हो। यो यता सबै यो बजिएको खेतहरू हो र पारिपट्टि 3 घर 4 घरको खेत यत्तिकै बाँझो छ एरिया होइन। र बाँकी उता छाबेन्टे भनेर चिनिन्छ हाम्रो चाहिँ। एउटै खेत पनि अहिले रोपाइमा छैन। उत्तिसघारी हेर्नुहोस् त, अब लक्करी काट्ने बेला भयो त्यहाँ चाहिँ। र बाँकी उता रक्सुवामा पनि माथितिर चाहिँ रोप्दै हुनुहुँदो रहेछ। र बाँकी त्यो अलिकति त्यो कालो आँपको बोट देखेकोदेखि अलिकति पर त्यो उत्तिसघारी देखेको खेत चाहिँ हाम्रो हो। त्यो उत्तिसघारीमा चाहिँ अलिकति अलैँची रोपेका छौँ बाबा र मैले, त्यति नै हो हाम्रो त्यता होइन। र यस्तो छ है साथीहरू, के गर्नु, यो हाम्रो ठाउँमा मात्रै नभएर तपाईँहरूको ठाउँमा पनि यस्तै होला जहाँसम्म लाग्छ खेतहरू होइन। बाँकी कुरा म तपाईँलाई डिटेली रूपमा अझै देखाउँदै जानेछु खेतालो क्रमलाई होइन। हेर्दै गर्नु होला है त। ल यो चाहिँ हाम्रो जम्मा फाइनल खेतालो भेला है। यो चाहिँ मेरो गोरुहरू यहाँ हाम्रो काका पुसै दामी ल पुसै यता गाप्पामा चाहिँ हाम्रो गाप्पा टक्चती नमस्कार गर्नु न गाप्पालाई। करिना पनि हुनुहुन्छ यहाँ। देमा सुर्ती दुङमा नि टोजी कस्तो फिल भइरहेछ? खोइ अरे आफ्नो फिल भएको पनि खोइ थाहा हुँदैन, थाहा छैन। उहाँ चाहिँ नाम ममता भए पनि जस हाम्रो गाउँमा ढोजी नामले परिचित व्यक्तित्व हुनुहुन्छ हाम्रो बहिनी। हाम्रो काकालाई चाहिँ मैले एउटा मनमा लागेको प्रश्न सोध्न गइरहेको छु। यो तपाईँले किन र कसरी तपाईँले खुलाउनु पर्दैन होइन। र मैले सुनेको चाहिँ तपाईँको कुनै जमानामा एउटा चाहिँ कुप्चेमा नामले पनि परिचित हुनुहुन्थ्यो अरे। यो चाहिँ कहाँसम्म सत्य हो? बाङ्गा नाम चाहिँ एकदम सत्य कुरा हो। हजुर सत्य कुरा हो, एकदम मिडिया अगाडि नै मैले प्रत्यक्ष ए भनेपछि यो कुप्चेमा नाम पनि तपाईँको एक समय एकदम मेरो बितेको। तर यो किन कसरी नामाकरण भयो चाहिँ मैले तपाईँलाई सोधिनँ है। यो चाहिँ नखुलाम, तर नाम चाहिँ एकदम कुप्चेमा नामले परिचित हुनुभयो एक समय। भाइरल भाइरल।